रेकर्डै भएन ल भा नमस्ते सबैजनालाई। आज चाहिँ हामी यो मायाटार होमस्टेमा आएर चाहिँ घुमियो। एकदम यहाँ चाहिँ रमाइलो छ, एकदम तपाईँहरूले आउन सक्नुहुन्छ। त्योभन्दा पनि विशेष कुरा चाहिँ हाम्रो यहाँ मायाटार होमस्टे सञ्चालक हाम्रो यहाँ दाईसँग चाहिँ दाईको चाहिँ छोटो परिचय हामी चाहिँ लिनु खोजेको छ। हो दाईले चाहिँ आफ्नो इन्ट्रोडक्सन दिनुहुन्छ, यहाँ के गर्न पाइन्छ, यहाँ रमाइलो के कस्तो छ, यहाँको वातावरणको अवस्थाहरू चाहिँ हाम्रो होमस्टे सञ्चालक दाईले बताइदिनुहुन्छ। तपाईलाई धेरै धेरै धन्यवाद। मायाटारसम्म आएर यहाँको वस्तुस्थितिको बारेमा जानकारी गराउने अवसर दिनुभएकोमा इच्छाकामना गाउँपालिकाको यो पहाडी गाउँ मायाटार होमस्टे आउनको लागि चितवनको पुरानो सदरमुकाम उपरदाङगढीबाट जम्मा 8 किलोमिटरको दूरीमा पिचबाट सरर आउन सकिन्छ। शक्तिखोरबाट 18 किलोमिटर छ मायाटार। 18 किलोमिटरमा उपरदाङगढीभन्दा तल थोरै 600-700 मिटर कच्ची रोड छ, तर सबै किसिमको गाडी बाइकहरू आउन सकिन्छ। अनि भरतपुर विशाल चोकबाट 40 किलोमिटर पर्छ मायाटार आउनको लागि। अनि यता हुदीखोलाबाट नि आउन सकिन्छ र मुगलिनबाट पनि आउन सकिन्छ। यताको बाटो चाहिँ अलिक कच्ची रोड भएको कारणले चाहिँ बाइकहरूलाई मात्रै विशेष राम्रो हुन्छ। र मायाटार किन आउने भन्दाखेरि चितवनकै एउटा भूभाग जहाँ नारायणगढ, टाढी, पर्सा, भण्डारा तल भेगमा चाहिँ एसी लगाएर फेन लगाएर बस्नुपर्ने अवस्थामा मायाटारमा आएर सिरक ओढेर सुत्नुपर्ने हुन्छ। विशेष फरक त्यो छ। यहाँ चितवनको भूभाग भए पनि यो पाहाडले घेरिएको यो डाँडामा समुद्री सतहदेखि चाहिँ 1700-1800 को हाइटमा रहेको यो मायाटारमा तपाईँहरू आइसके पछाडि एकदमै चिसो मौसम पाउनुहुनेछ। र मायाटार होमस्टे सञ्चालनबाट चाहिँ के छ भन्दा यहाँ आउने पाहुनाहरूको लागि चाहिँ यहीँको स्थानीय चिजबिजहरू खुवाउने अनि यहीँको चाहिँ मनोरञ्जनहरू देखाउने गर्दछ। र यहाँ आइसकेपछि यहाँको लोकल बोका, सिस्नु, फापरको ढिँडो, कोदोको ढिँडो, त्यस पछाडि लोकल बोकाहरू, अर्ग्यानिक जडीबुटी खाएको, सिराइचुलीको फेदीको चिसो पानी त्यो खाएर हुर्केको त्यस्ता चिजहरू चाहिँ खान पाइन्छ। र तपाईँहरू साथीभाइसहित आफन्तहरूसँग र आफ्नो परिवार पनि लिएर आउन सक्नुहुनेछ। गर्मी छल्नको लागि उपयुक्त ठाउँ मायाटार। यतिखेर भने उपरदाङगढी, मायाटार, सिराइचुली लगायतका जति पनि शेरबासदेखि लिएर जति पनि धेरै होमस्टेहरू खुलिरहेका छन्, यो नयाँ पर्यटकीय हबको रूपमा विकसित हुँदै गइरहेको छ। र हिजो मायाटार होमस्टे नाम दिएर सञ्चालन गर्दै गर्दा म मात्रै थिएँ भने आज व्यावसायिक रूपमा धेरै साथीहरू उक्लिनु भएको छ। र त्यो सँगसँगै यहाँका युवावर्गहरूले पनि रोजगारीको सिर्जना भइरहेको, जसले गर्दा चाहिँ युवाहरू चाहिँ साउदी, कतार भिसा लगाएर जानुपर्ने बाध्यताको बिस्तारै चाहिँ 2-4 जनालाई भने अन्त्य हुँदै गइरहेको छ। र म आफै पनि 10 वर्ष चाहिँ लामो समय वैदेशिक रोजगारमा बसिसके पछाडि आफ्नै गाउँमा बस्नुपर्छ, केही गर्नुपर्छ भनेर म फर्किसके पछाडि हो हिजोको दिनहरूमा मसँग तराईमा चाहिँ जग्गा किन्ने पैसा थिएन। तर म प्रदेश गइसके पछाडि 10 वर्ष दुःख गरिसके पछाडि म पक्कै पनि त्यो पैसाले शक्तिखोर अथवा टाढीमा एउटा जग्गा किनेर सानो घर बनाएर बस्न सक्ने हैसियत बनाएको थिएँ। तर मलाई त्यो जुन मरुभूमिमा बसेर आइसके पछाडि मेरो यो डाँडा काँडा हरियाली देखे पछाडि मलाई यो ठाउँ छोडेर जान मन लागेन। र म यही ठाउँलाई चाहिँ केही गरौँ भन्ने उद्देश्यले चाहिँ म लागिरहेँ। धेरै मिडियाकर्मी, धेरै आफन्त, धेरै साथीभाइ अनि पाहुनाहरूले जसरी साथ दिनुभयो, यो तपाईँहरूले पृष्ठभूमिमा देखिरहनु भएको 105 वर्षको घर, जुन घरलाई मैले संरक्षण गरिरहेको छु र पुराना चिजहरू कलेक्सन गरेर राखिरहेको छु। यसले गर्दाखेरि चाहिँ पाहुनाहरूको आकर्षण बढ्यो। आज यही क्रम बढ्दै गएपछि धेरै सामुदायिक होमस्टेदेखि लगायत यहाँका व्यक्ति होमस्टेहरू धेरै खुल्ने क्रम बढिरहेको छ। यसले गर्दा नयाँ युवाहरू पनि यो ठाउँमा आइसके पछाडि ओहो यसरी गर्नु पर्दो रहेछ, यही नेपालमा हुँदो रहेछ, हामी किन विदेश जाने भन्ने एउटा प्रेरणाको पात्र पनि बिस्तारै बढ्न गइरहेको आभास भइरहेको। जसले गर्दाखेरि चाहिँ जसरी पाहुनाहरू काठमाडौँदेखि, पोखरादेखि भेट्न आउनुहुन्छ, ओहो तपाईँले यति गर्नुभएको थियो, खुसी लाग्छ। र म सबैलाई एउटा सकारात्मक सन्देश दिन चाहन्छु, हामी आफ्नै देशमा गर्नुपर्छ। आज यहाँ गाउँको लोकल उत्पादनले यति राम्रो बजार पाएको छ, मसँग राम्रो अनुभव छ। यहाँबाट हामीले मुगलिन बजारमा लगेर त्यहाँका व्यापारीहरूको चाहिँ मूल्यमा हामीले बेच्नुपर्ने बाध्यता थियो सामानहरू भने आज यहीँको किसानीहरूले आफ्नै मूल्यमा आफैले मूल्य गरेर बेच्न सक्ने अवस्थाको सिर्जना भएको छ। आज
5-7 जना भने युवाहरू गाउँमा रोकिएको छन् र धेरै सम्भावनाहरू बोकिरहेको छ। र आज हिजो हामी पैसा बोरामा पोको पारेर हामी चाहिँ एक गट्ठा 10 धुर जग्गा किन्नको लागि टाढी शक्तिखोर जान पर्थ्यो भने आज त्यहाँका धनी वर्गका मानिसहरू मायाटारमा एक टुक्रा जग्गा पाएदेखि कति आनन्द हुन्थ्यो भनेर आइराख्नु भएको छ। ठुलो कुरा सबै कुरा पैसाले मात्रै हुँदैन, मान्छेलाई जिउनको लागि आनन्द, शीतल हावापानी, सबै कुरा स्वच्छ शान्त वातावरण चाहिन्छ। त्यो चाहिँ उपरदाङगढीदेखि सिराइचुलीसम्मको यो बिचको भागमा एकदमै आनन्दमय ठाउँ छ। तपाईँहरू पनि आउनुभयो, यति चाहिँ दुःख गरेर चाहिँ यो ठाउँहरूमा यो ठाउँको प्रचारको लागि भिडियो बनाइदिनु भयो। अनि सकेसम्म परदेश नजानु, गए पनि एकचोटि जानुहोस्। एकचोटिको त्यो अनुभवले चाहिँ नेपालमा आएर तपाईँहरूले आफ्नै किसिमले चाहिँ हातेमालो गर्दै चाहिँ सङ्घर्ष गरौँ। दुःख छ तर चाहिँ आफ्नो माटो उचालेको जस्तो पराईको माटो हुँदैन, यो कुरा चाहिँ हामीले बुझ्नु जरुरी छ। किनभने दुबईमा त 162 तलाको बिल्डिङ पनि चढेर आएँ म, तर चाहिँ त्यो चढेर चाहिँ आउँदै गर्दाखेरि तर मेरो यही भूगोल, यही माटो, यही खरले खाएको खान चाहिँ मलाई प्यारो भयो। म आज चाहिँ म तराई झर्न सक्ने भए पनि म झर्दिनँ, यही डाँडामा बस्छु भन्ने हिसाबले म जसरी लागिरहेको छु। धेरै चाहिँ माथि उक्लिसकेको छ यहाँको जग्गाहरू पनि, सबै कुराको भ्यालुएसन बढेको छ। इभन आज यहाँ काम गर्ने मजदुरको पनि भ्यालुएसन बढेको छ। हिजो 200-400मा काम गर्थ्यो भने आज उसको लेभल बढेर 1800 रुपियाँ नर्मली पुगिसकेको छ। यो एकदमै राम्रो पक्ष हो। र नजिकै हामीसँग 100 वर्षको पुरानोको चौतारा छ, धेरै हेर्न लायकका गुफा छ, रिक्ती खोला पौडी खेल्न सकिन्छ, यहाँ आएर बेलुका क्याम्प फायर गरेर आनन्द साथीभाइहरूसँग रमाउन सकिन्छ। र दिनभरिको काम अनि हप्ता दिनको काम, महिनाभरिको कामको थकान मेट्नको लागि विदेशबाट छुट्टीमा आउनुहुन्छ भने साथीभाइहरूसँग रमाइलो गर्नको लागि मायाटार एउटा मेन पोइन्ट हुनसक्छ। तपाईँहरू पनि आउनु होला। मेरो फोन नम्बर 9842770240 मा फोन गर्नु होला। फोन लागेन भने WhatsApp मा मेसेज गर्नु होला। र तपाईँहरूको यो मायाटारको टिकादाई जहिले पनि तपाईँहरूसँगै छ। तपाईँहरू आउनुहोस्। पैसा भनेको एक दिन सबैले कमाउँछ, तर पैसा सँगसँगै हामी जिउन चाहिँ जान्नुपर्छ है भन्ने चाहिँ म त्यो सन्देश दिन चाहन्छु। हामी यो ठाउँमा बसिराख्दाखेरि चाहिँ धेरै सम्भावना बोकेर चाहिँ आज जसरी यो ठाउँको ढुङ्गा माटोदेखि लिएर यहाँको स्थानीय चिजबिजहरू जसरी मूल्य बढिरहेको छ, एकदमै राम्रो पक्ष हो। र यो पुरै डाँडालाई चाहिँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुने क्रम बढिरहेको छ। आज सौरापछिको गन्तव्य कहाँ जाने मान्छे भनेपछि नारायणगढ गएपछि आज मायाटार जाने, आज उपरदाङगढी जाने भन्ने जसरी चाहिँ त्यो क्रम बढिरहेको छ। सुखै छैन, अप्सनै छैन। चितवनमा गर्मी प्रत्येक वर्ष चाहिँ गर्मी बढ्ने नै हो। त्यो गर्मी बढेपछि यो डाँडामा शीतलता खानको लागि सबैजना आउनुहुन्छ। हामीले यहाँको प्रकृतिलाई संरक्षण गरेर यहाँ चाहिँ हराभरा बनाऊँ, सबैजना यही डाँडा काँडा बसौँ। तल तराईमा चाहिँ हामी खेतीयोग्य जमिन मात्रै प्रयोग गरौँ भन्दै मायाटार होमस्टे यो 1978 मा बनेको पुरानो घर अगाडि बसेर नाचगान गर्ने, रमाइलो गर्ने, साथीभाइ आफन्त दुःख सुख साटासाट गर्ने ठाउँ हो। तपाईँहरू पारिवारिक रूपमा पनि आउन सक्नुहुनेछ। र तपाईँहरू जो जहाँ नयाँ नयाँ होमस्टेहरू खुलिराख्नु भएको छ, कृपया म एउटै मात्र कुरा भन्न चाहन्छु, तपाईँहरू आफ्नो हिसाबले व्यापार व्यवसाय गर्नुहोस्, तर त्यो सँगसँगै यहाँ भएका स्थानीय झरना, खोला, कुवा यो कुराहरूको पनि जानकारी राख्ने गर्नुहोस्। र त्यो कुरा चाहिँ आउने आगन्तुक पाहुनाहरूलाई चाहिँ उहाँहरूलाई त्यो कुरा पस्किनुहोस्, जसले गर्दाखेरि चाहिँ राम्रो कुरा भनेको चाहिँ फैलिन समय लाग्छ। त्यो कुरा फैल्दै भोलि यो मायाटारमा, उपरदाङगढीमा विश्वभरका मान्छेहरू आउने वातावरण बनाऊ। यही भन्दै मेरो भनाइ राख्ने अवसर दिनुभयो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको दिन शुभ रहोस्। धन्यवाद। हस्, थ्याङ्क यू दाइ। भयो होला है, हस्। धेरै बोले।